आज ट्याक्स भनेको के हो भनेर मलाई मनमा लागेको कुरा चाहिँ जस्तै कुनै पनि गभर्मेन्टले इन्टरनेसनल प्र्याक्टिसमा चाहिँ ट्याक्स एकजनाबाट लिएर हुनेसँग लिएर समग्र सबैलाई बाँड्ने एउटा कला हो हैन। यो चाहिँ एउटा डिभिडेन्डको एउटा एक्ट पनि हो खासमा यसलाई। यसको मेन उद्देश्य भनेको चाहिँ राज्य तगडा हुनु, राज्य सशक्त हुनु र सशक्त राज्यले तमाम नागरिकलाई चाहिँ समान किसिमको व्यवहार गर्नलाई राज्यले ट्याक्स प्रणाली ल्याएको हुन्छ। खास यो नराम्रो कुरा पनि होइन, तर नेपालको सन्दर्भमा चाहिँ ट्याक्स प्रणालीमा अलिकति विरोधाभास नै छ। खासमा ट्याक्स भन्नाले चाहिँ के भन्ने बुझिँदैन। साधारण हिसाबले ट्याक्स भन्दा पनि एउटा बच्चा पाएको गाई छ, गाईसँग एउटा बच्चा छ जसले गाईले दुध दिन्छ। ट्याक्स भनेर चाहिँ त्यो गाईको दुध दोहेर त्यो गाईको दुध वास्तवमा त्यो गाईको दुध भनेको त 100% बाछाको हो नि त। तर सरकारले गाईको दुध दोहेर बजारमा बेचेर त्यो आएको पैसाले गाईलाई घाँस, गाईलाई खोले, गाईलाई मकै, गाईलाई औषधि उपचार गर्ने हो कि। त्यसले गर्दा फेरि रिभर्स के हुन्छ, गाई स्वस्थै भयो, घाँस टन्न खान पायो भने त्यो बाछालाई पनि त दुध दिन्छ नि त। हो, राज्यको ट्याक्स प्रणाली भनेको यही हो, लिने तर घुमाएर फेरि दिने। बाछोको खोसिएको होइन क्या, बाछोलाई निरन्तरता दिनको लागि त्यो दुध खोसेको। खोसी जस्तो देख्यो भने घुमाउरो हिसाबले दिने बाछालाई नै हो। ट्याक्स प्रणाली भनेको यही हो। तर यहाँ के भएको छ भने बाछोबाट पनि खोसिँदैछ, बजारमा लगाएर बेचिँदैछ। न गाईलाई घाँस किनिएको छ, न गाईलाई मकै किनिएको छ। गाई पनि दिनानुदिन मर्दै गइरहेछ, बाछोको पनि दुध दिनानुदिन घट्दै गइरहेछ। यो प्रणाली छ। यो प्रणालीलाई चाहिँ रिभर्स गरेर यो मैले भने जस्तै दुध बेच्ने, गाईलाई दिने, घाँस दिने, खोले दिने, गाईको दुधमा वृद्धि गर्ने, अझ वृद्धि गर्ने, त्यसबाट फेरि अलिक बढी दिने। हिजोको भन्दा बढी बाछोले पनि पाउने भयो, गाई पनि स्वस्थै हुने भयो। यो प्रणालीले चाहिँ समग्र जस्तै गाई, बाछा र ओनर तिनटैलाई फाइदा भयो जस्तो सरकार, राज्य र नागरिकलाई फाइदा हुन्छ। धन्यवाद।